नमस्ते साथीहरु, मैले चाहिँ हिजो यो फर्सीको फूलको पकौडा बनाएको थिएँ। यस्तो मिठो हुँदो रहेछ है। मैले पनि यो टिकटकमै हेरेर बनाएको, कोसिस गरेको गर्नु पो पर्यो भनेर। अनि मसँग बारीमा पुरा फर्सीको फूलहरु फुलिरहेको थियो। जहिले पनि म त रोप्छु नि त, एभ्री इयर रोप्छु। कहिले पनि खाएको थिइनँ के, इभन त तरकारी पनि खादिनँ थिएँ के। तरकारी पनि खानु हुँदो रहेछ है, फर्सीमै मिसाएर खानु हुँदो रहेछ। मलाई चाहिँ अब थाहा नभएर भनौँ न। अनि यसपालि ट्राई गरेँ। अस्ति भर्खर टिकटकमा एकजना दिदीले बनाएको देखेँ, अनि त्यसपछि त्यसरी नै त्यही हेरेर बनाएँ। कस्तो मिठो लाग्यो, बच्चाले पनि खाने खालको क्या, कस्तो मिठो भयो। अनि अरू भन्दा चाहिँ जेस अरू पकौडाहरू भन्दा चाहिँ मलाई चाहिँ यो चाहिँ एकदमै मिठो लाग्यो, सबैभन्दा मिठो लाग्यो। अब जान्नेलाई त थाहा छँदैछ, म जस्तै अब मैले पनि यो पहिलोचोटि हो मैले खाएको पनि बनाएको पनि, मलाई थाहा थिएन। अब म जस्तै नजान्नेहरूलाई चाहिँ थाहा छैन भने चाहिँ यसरी बनाएर खानुहोस् फर्सीको फूललाई। यस्तो मिठो हुन्छ, तपाईहरुलाई अरू कुनै पनि पकौडा मन पर्दैन। थ्यांक यू, बाई।